हेलो हेलो गुड मर्निङ साथीहरू। आज चाहिँ हजुरहरूलाई एउटा नयाँ कुरा सिकाउँ भनेर आएको है। यसरी तरकारीमा धेरै तेल हुँदा तरकारीलाई त्यो तेल निकाल्न गाह्रो हुँदा चाहिँ हामीले यसरी बिचमा कचुरा राखेर तरकारीलाई आरी पारी गरेर कराईमा साइड लगाएर राख्दा चाहिँ सबै तेल बिचमा आएर बस्दो रहेछ र तरकारी पनि निकाल्न सजिलो हुँदो रहेछ है। यो चाहिँ आफूले जानेको कुरा भएर हजुरहरूलाई पनि सिकाउँ भनेर आज चाहिँ मैले सानो ब्लग जस्तो बनाएको छु। हेर्नुहोस् न, मैले यहाँ सोयाबिन भुटिराखेको छु। मलाई सोयाबिनको छोइला साह्रै मनपर्छ। हजुरहरू कसलाई मनपर्छ? यतातिर बदाम पनि फ्राई गरेर राखेको छु। आज बदामलाई पनि पिसेर हाम्रो तराई स्टाइलको अचार बनाउँछु र छोइलालाई पनि साँधेर खान्छु। मलाई चाहिँ सोयाबिनको छोइला साह्रै मनपर्छ है। हुन त म भेजिटेरियन होइन, म नन भेज हुँ होइन, तर पनि मलाई सोयाबिनको छोइला, सोयाबिनको तरकारी चाहिँ एकदमै मनपर्छ। हाम्रोतिर यसलाई सोयाबिन भन्छ, हजुरहरूकोतिर कता कता अन्ततिर मस्यौरा अरू पनि न्युट्रेला के भन्नुहुँदो रहेछ होइन। हामीहरूकोतिर चाहिँ यसलाई सोयाबिन नै भन्छ। अनि यसरी सोयाबिनको छोइलाको लागि मैले टमाटर, हरियो खुर्सानी अनि नुन हालेर त्यो टमाटर र खुर्सानीलाई चाहिँ पहिला तेलमा फ्राई गरेको हो मैले। त्यसपछि यसमा नुन हालेँ अनि यसमा एउटा लसुन, त्यसपछि टिमुर थोरै हालेर मैले यसलाई पिस्नको लागि रेडी गर्दैछु। अनि त्यसपछि हजुरहरूलाई आफ्नो आफ्नो घरमा पाकेको खानेकुरा देखाउन खानेकुरा देखायो भनेर नसोच्नु होला। मैले चाहिँ यो आफ्नो जानेको कुरा देखाउन खोज्या हो। यसरी सोयाबिनलाई भुटेर निकालेँ मैले है। अनि यस्तो के घरमा सधैँभरि सासू ससुर श्रीमान उहाँहरूलाई मनपर्ने कुरा पकाइन्छ। उहाँहरूलाई मनपर्ने कुरा पकाउन त्यस्तो पनि गाह्रो पनि होइन, आफूलाई पनि मनपर्छ, खाइन्छ। तर हुन्छ नि कहिलेकाहीँ स्पेसल मिठो पकाएर खाउँ, आफूलाई मन लागेको कुरा पकाएर खाउँ जस्तो लागेको भएर आज मैले पनि यो सोयाबिनको छोइला, यो बदामको अचार मलाई साह्रै मनपर्छ। यसरी मैले बनाएको खानेकुरा घरको मान्छेले खुसी भएर खाइदिँदा आफूलाई पनि खुसी लाग्छ। उता मैले सोयाबिनको छोइलाको लागि सोयाबिन भुटेर निकालेँ, यसरी टमाटर खुर्सानी पिसेँ। उतातिर मेरो दुध पनि उम्लिँदैछ, मेरो सानो छोरी छ, उसलाई दुध पनि खुवाउनु पर्ने हुन्छ मैले। अनि यसरी हालेर थोरै काटेको प्याज, काटेको धनियाँ छ भने हरियो लसुनको पत्ता हालेर हजुरहरूले यसरी त्यसमा हाल्नुपर्ने सबै कुरा हजुरहरूको स्वादअनुसार। कतिजनाले यसमा छोपहरू पनि हाल्नुहुन्छ होइन, मैले चाहिँ त्यस्तो छोपहरू हाल्दिनँ। मैले चाहिँ सिम्पल यस्तै गरिकन बनाउँछु। थोरै झान्ने तेलले यसलाई, काँचो तेल बास्ना आएको पनि मलाई एकदम मनपर्छ, त्यही भएर मैले काँचो तेल पनि हाल्छु। अनि हालेर कागती चाहिँ अप्सनल हो है, मेरो घरमा चाहिँ त्यस्तो धेरै कागती खानु न। फेरि अहिले जाडो महिनाको टमाटर गोलभेडा अमिलो नै हुन्छ, त्यस्तो धेरै अमिलो नभएको पनि हुँदैन, अमिलै भएको भएर त्यस्तो जरुरी पनि छैन। तर अप्सनल हो, हजुरहरू हाल्न पनि सक्नुहुन्छ। मैले चाहिँ हालिनँ। अनि यसरी मेरो सोयाबिनको छोइला रेडी भयो। उतातिर मैले बदाम पनि भुटेर राखिराखेको छु, हजुरहरूलाई त्यो पनि देखाउनु पर्यो। छोरीको लागि दुध पनि रेडी गरेको छु, उसलाई सेलाएर दुध पनि खान दिनुपर्ने छ। खुवाइदिने मान्छे त मेरो घरमा हुनुहुन्छ, सासू ससुरहरूले खुवाइदिनुहुन्छ, तर मैले रेडी गरेर चाहिँ दिनुपर्छ। अनि यता मैले बदामको अचारको लागि यसरी लसुन र खुर्सानीलाई तेलमा यसरी भुट्ने मजाले। त्यसपछि हजुरहरूलाई अगाडिको प्रोसेस देखाउँदैछु म है। यसरी भुटेर निकाल्ने। हजुरहरूलाई बदामको अचार यसरी खानुभएको छ कि छैन? हाम्रो तराईतिर चाहिँ म्याक्सिमम यो अचार खाइन्छ। मलाई चाहिँ एकदमै मनपर्छ। सानैदेखि यहीँ जन्मियो, हुर्क्यो, यहीँ बिहे भयो होइन। त्यो भएको भएर आफ्नो ठाउँको चलेको खानेकुरा, सानैदेखि खाएको कुरा त जसलाई पनि मनपर्छ, त्यो त स्वाभाविक कुरा हो होइन। यसरी धनियाँ हालेर त्यसमा मैले लसुनको पत्ता पनि हालेछु, थोरै लसुन पनि हालेँ। अब यो बदामलाई पनि यसमै हालेर नुन हालेर घर पिसिदिने हो। यसलाई पिसेपछि यो अचार पनि रेडी हुन्छ। एकचोटि हजुरहरूले खानुभएको छैन भने ट्राई गर्नु होला, यो एकदमै मिठो हुन्छ है। आफ्नो मन अनुसार कस्तो मनपर्छ, एकदमै मसिनो मनपर्नेले मसिनो पिस्न सक्नुहुन्छ, हल्का दरदरा मनपर्नेले अलिकति दरदरा राख्न सक्नुहुन्छ है। अनि मैले चाहिँ त्यो धनियाँको चटनी निकालिदिएको, मेरो श्रीमानलाई खासै बदाम मन पर्दैन, त्यही भएको भएर मैले अघि पिसेको धनियाँ लसुन खुर्सानी चाहिँ उहाँको लागि निकालिदिएँ। बदामको अचार त्यति साह्रो उहाँले मन पराउनुहुन्न। यसमा चाहिँ कागती हाल्नुपर्छ, कागती हाल्दा चाहिँ झन् मिठो हुन्छ, टेस्ट बढ्छ। हालेको चाहिँ एकदम बेटर। अब त्यो त हजुरहरूको आफ्नो अप्सनल हो है, हाल्दा पनि हुन्छ नहाल्दा पनि हुन्छ। अनि यतातिर खाना पनि मैले
चढाएँ। अब मेरो बाँकी भाँडाकुँडा पकाइसकेपछि त अब कति भाँडाकुँडाहरू सबै पकाउँदै राख्दै गरेको थुप्रै हुन्छ। अब त्यो पनि माझ्नु पऱ्यो, माझ्नतिर लाग्नु पऱ्यो भनेर एप्रोन बाँधेको, एप्रोनको डोरी नै टुट्यो कि फेरि हेर्नु न कस्तो मोटाएर यस्तो छ। एप्रोनले पनि साथ छोडिसक्यो। एप्रोनले पनि साथ छोडेर अब के गर्नु, जसोतसो त्यसलाई बाँधेँ। ऊ छोरी आइन्, मम्मा भनेर। ऊ चाहिँ फेरि म भान्सामा भएपछि मैसँग भान्सामा लटरपटर गरिरहँ भनेर सोच्छिन्। अब मम्माको काम चाँडै हुने बच्चा त हो नि, उसलाई के थाहा होइन। अनि त्यसपछि भाँडासाँडा माझ्नलाई म सुरसार कसेँ। अब भाँडासाँडा माझेपछि फेरि सासू ससुर सबैजनालाई खाना दिनु पऱ्यो। अनि छोरीलाई खुवाउनु पऱ्यो, खाना रेडी गरेर उसको दिनु पऱ्यो। हामी केटी मान्छेलाई त शनिबार पनि त्यही, आइतबार पनि त्यही। अझै शनिबार भन्नु मात्रै हुन्छ कि कामै बढी हुने। ऊ छोरी दुध पनि खाना मान्दिनँ। धेरै समय छोरीलाई दिएर होला, पहिला चाहिँ बाहिर धेरै गइन्थ्यो। अचेल जाँदिनँ, म घरै बस्छु। अनि त्यो धेरै समय छोरीलाई दिएर होला उनी गर्न नपाउने के। छोरीले पनि मान्दै नमान्ने। मैले बेलुकाको लागि पनि यसरी आजमा चिकन र फर्सी, काँचो फर्सी हजुरहरूलाई थाहा होला, काँचो फर्सी यसरी पकाउने गर्छु चिकन हालेर। होइन भने मेरो घरमा फर्सी कोही पनि खानुहुन्न। यसरी पकायो भने चाहिँ थाहा पाउनुहुन्न उहाँहरूले केमा पकाएको। मेरो श्रीमान, मेरो देवर, हामी चाहिँ खान्छौँ, मम्मी बुवा म चाहिँ खान्छु। मेरो श्रीमान र मेरो देवर चाहिँ खानुहुन्न। अनि यसरी पहिले नै काँचो फर्सीलाई काटेर त्यसमा हर्दी, मसला, नुन हल्का हालेर मजाले पानी हालेर सिटी लगाइदिएँ। थोरै पानी हाल्ने हो, धेरै पानी हाल्नु पर्दैन, यसले आफै पानी छोड्छ। 2-3 सिटी लगाएर निकालिदिने। अनि 2-3 सिटी लगाएर निकालेपछि चाहिँ यतातिर आज मिठो पारेर पकाउनु पऱ्यो, थाहा नहुने गरिकन भनेर मैले यता थोरै जिरा, लसुन अनि हरियो खुर्सानी, हल्का सोप हालेर त्यसलाई पिसेर आज यो मसलामा पकाइदिन्छु। एकदमै मिठो हुन्छ। एकदमै यसले चाहिँ, यो मसलाले चाहिँ ग्रेभी एकदमै मिठो हुन्छ है साथीहरू। हजुरहरू पनि एकचोटि ट्राई गर्नु होला। जुन मसला पिस्दा पनि त्यसमा थोरै सोप हाल्नुहोस्। सोप हालेपछि सोपले स्वाद बढाइदिन्छ तरकारीको। हाम्रो मम्मीले चाहिँ हामीलाई कुखुराको मासुको झोलमा पनि सोप हालेर पिसेर खुवाउनुहुन्थ्यो। ज्वानोको झोलमा पनि, त्यही भएर हामीलाई थाहा छ। यतातिर मैले मासु भुटिराखेको छु। मासु फ्राई गर्ने, मासु रातो हुने गरी फ्राई गर्ने। त्यसपछि फ्राई गरेको मासुमा आफूलाई चाहिने जति टाइट, कसैलाई धेरै चाम्रो मनपर्छ, कसैलाई मन पर्दैन। मलाई चाहिँ चाम्रो मनपर्छ, तर बुवा खान सक्नुहुन्न, त्यही भएर त्यस्तो धेरै चाम्रो चाहिँ बनाइनँ। त्यसपछि प्याज हालेर प्याजलाई पनि एकछिन गल्न दिने। प्याज गलेपछि टमाटर, आफूलाई चाहिने जति नुन हर्दी सबै कुरा हालेर एकछिन फ्राई गरेपछि अघि पिसेको मसला हाल्ने। अघि पिसेको मसला हालेर मासु एकछिन पाकेको जस्तो भयो भने चाहिँ हामीले फर्सीलाई त्यसमा हाल्ने। अनि त्यसपछि उमाल्ने एकछिन, अनि लट्ट ग्रेभी जस्तो हुन्छ, त्यसपछि निकाल्ने। धन्यवाद। हजुरहरूले पनि सिक्नुभयो होला, एकचोटि ट्राई गर्नुहोस् है।